तपाई अहिले रेडियो, मोबाइल एप र अनलाइनबाट प्रसारण भइरहेको उज्यालोको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 11 पुग्यो। नाका खुलेसँगै वीरगंजबाट इन्धनका गाड़ी भित्रन थाले। धनुषामा गोली हानी कांग्रेस नेताको हत्या। 2 जना घाइते। नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेका 13 जना पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल दर्पणमा अब बाँकी प्रसंग। खाड़ी देशमा नेपाली कामदारको चापले गर्दा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन निकै झन्झट छ। तर खाड़ी भन्दा केही सम्पन्न भनिने युरोपियन मुलुकमा पनि समस्या उस्तै छ। बेल्जियमबाट सहकर्मी सन्तोष नेपानेको रिपोर्ट। पोर्चुगलमा नेपाली दूतावास छैन, त्यहाँ नेपाली वाणिज्य दूतावास छ। नेपाल सरकारले एमआरपी को काम गर्न वाणिज्य दूतावासलाई अनुमति दिएको छैन। तर विगत लामो समयदेखि एनआरएन पोर्चुगलले सहजीकरणको लागि भन्दै फारम संकलन गर्ने र नेपाली दूतावास पेरिस लैजाने गरेको छ भने बनेर आएका पासपोर्ट लिएर आउने गरेको छ। तर यसरी लैजाँदा सेवा गरे नेपालीले शास्ति खेप्नु परेको छ। सरकारी दर 120 युरो भए पनि एनआरएन पोर्चुगलले 146 युरो लिँदै आएको छ। नेपाली दूतावासको मिलेमतोमा यस्तो भइरहेको धेरै सेवाग्राहीको आरोप छ। एकजना सेवाग्राही रमेश राज बास्तोला एमआरपी को लागि हामीले यो एनआरएनमा दियो। एनआरएनमा दिँदा के भयो भने एनआरएनले पैसा दिने, पैसा यिनीहरूले यहाँ राख्ने, 2 महिनासम्म उनीहरूले चाहिने ट्रान्सफर डकुमेन्ट नपठाउने, यस्तो लापरवाही भयो। दूतावासको कमजोरी छैन भन्न मिल्दैन, किनकि दूतावासले नै एनआरएनलाई मौन समर्थन गरेको छ। दूतावासले वहाँ डकुमेन्ट पुगेको 2 महिनासम्म पैसा नदिए पनि ताकेता गर्दैन। जसले एनआरएनलाई दिनु भनेको त एकदमै सरासर गल्ती छ नि सर। त्यसो त आफै फारम हुलाक मार्फत पठाउनेहरूको काम पनि दूतावासले समयमै गरिदिने गरेको छैन। दूतावासमा फोन गर्यो नउठ्ने, इमेल गर्यो जवाफ नदिने गर्दा धेरैको राहदानी समयमै पाउन सकिरहेका छैनन्। आफ्नो समस्या बताउँदै उषा देउजा 5 तारिकदेखि 15 तारिकसम्म गर्दा फोन उठाएन। 15 तारिक दिन फोन उठाइदिएँ। 15 तारिक दिन फोन उठाएर हेर्नुपछि मैले के भन्ने भने हेर्नु चाहिँ मैले यहाँबाट मेरो बाबुको डकुमेन्ट यति तारिक पठाएको, मेरो हजुरहरूले फोन पनि उठाउन के रेस्पोन्स पनि छैन, आइपुग्ने केही थाहा पनि छैन होइन। 20 रुपियाँ खर्च भइसक्यो मेरो फोन गर्दा 2 तारिक जाने नेपाल भन्ने हामीले प्लानिङ गरिरहेको छौँ। अब कसरी टिकट काट्ने, के आधारले टिकट काट्ने? एमआरपी फारम भरेको लामो समयपछि मात्रै जाने। तर एनआरएन पोर्चुगलले रकम सँगै नलैजाने गर्दा 3 महिनासम्म फारम पेरिसमै रहने गरेको छ। घरमा बुवा बित्दा पनि एमआरपी का कारण जान नपाएका टंक संग्रौला। पासपोर्ट आयो त म जान्दिन त सर, मेरो बाबुले त मलाई बोलाइरहेको थियो नि, म बातिर तलमा भेट्दिनँ भन्ने बाबुले भनिरहेको थियो। तब म जान पाइन त अब के भए पनि मेरो कठिनाइ त्यो हो। अब जान पाउनु नपाए मेरो पासपोर्ट बेला टाइममा दिएको भए म सोच्न सक्थेँ, जान सक्थेँ, या त मेरो त्यो विचार दिनु पर्थ्यो। एनआरएन र दूतावासको कारण आफूहरूले दुःख पाएको सेवाग्राहीको गुनासो छ, तर उनीहरू यो स्वीकार्न तयार छैनन्। एनआरएन पोर्चुगलका अध्यक्ष भीम केसी साथीहरू यो सहयोग चाहियो भनेर आउनुहुन्छ र उहाँहरूले के गर्नुहुन्छ भने यो तपाईँलाई मैले प्रत्येक साथीहरूले मेरो पासपोर्ट चाहिँ एनआरएन पोर्चुगलले बनाइदिनु पर्यो, मलाई मन्जुर छु, लगेर जान र लिएर आउन भनेर उहाँहरूले व्यक्तिगत रूपमा मन्जुरीनामा दिनुहुन्छ। त्यो व्यक्तिगत रूपमा मन्जुरीनामा दिएर उहाँहरूको अनुरोधको आधारमा हामीले गर्ने हो, न हामीले त्यसलाई एम्बेसीबाट चाहिँ अनुमति लिएर गरेको हो। यस बारेमा बुझ्न खोज्दा नेपाली दूतावास पेरिससँग सम्पर्क हुन सकेन। सरकारी तथ्याङ्क अनुसार अहिले पोर्चुगलमा 3500 भन्दा धेरै नेपालीहरू वैधानिक रूपमा बसोबास गरिरहेका छन्। पछिल्लो समय नेपालीहरूले धेरै रकम तिरेर एमआरपी फारम भरिरहेका छन्, सँगै शास्ति पनि। एमआरपी को लागि नेपाल सरकारले वाणिज्य दूतावासलाई जिम्मेवारी दिएमा नेपालीहरूलाई सहज हुन्थ्यो। मेरो पनि भन्नु छ।